नमस्कार विकेट गोल्ड टिभी परिवार तथा सम्पूर्ण खेल प्रेमीहरूलाई यहाँहरू सबैलाई हाम्रो च्यानलमा पुनः स्वागत छ। आज हामी 2025 को पहिलो अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले कतार विरुद्ध खेल्न लागेको T20I खेलको विस्तृत पूर्वावलोकन प्रस्तुत गर्दैछौँ। यसै खेल मार्फत नेपालले हङकङ मेन्स T20I सिरिजको उद्घाटन गर्दैछ। यो T20I अन्तर्राष्ट्रिय सिरिजमा 4 समूहहरू नेपाल, कतार, हङकङ र कुवेत सहभागी छन्। यी मध्ये नेपाल, कतार र कुवेतले आईसीसी मेन्स T20I वर्ल्ड कप एसिया पेसिफिक रिजनल फाइनल 2025 को लागि छनौट गरिसकेका छन्, जुन प्रतियोगिता अक्टोबर 1 देखि 17 सम्म ओमानमा आयोजना हुनेछ। हङकङ मेन्स T20I सिरिज सिंगल राउन्ड रोबिन ढाँचामा खेलिनेछ, जस अनुसार सबै टिमहरूले एकअर्कासँग एक पटक प्रतिस्पर्धा गर्नेछन्। राउन्ड रोबिन चरणपछि शीर्ष 2 टोलीहरू अप्रिल 13 मा फाइनलमा खेल्नेछन् भने बाँकी 2 टोली बीच तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ। नेपाल भर्सेस कतारको म्याच प्रिभ्यू। नेपाल र कतार बीचको सिरिजको उद्घाटन खेल मिसन रोड ग्राउन्ड मोङकङमा हुने भएको छ, जुन नेपाली समय अनुसार बिहान 6:45 बजे सुरु हुनेछ। नेपालले पछिल्लो पटक अक्टोबर 2024 मा अमेरिका विरुद्धको T20I सिरिजमा 3-0 को शानदार जित निकालेको थियो। कतारको हकमा उनीहरूले पछिल्लो पटक डिसेम्बर 2024 मा सम्पन्न गल्फ T20I च्याम्पियनशिप खेलेका थिए, जहाँ 6 टोली सहभागी थिए। कतारले त्यो प्रतियोगितामा केवल 1 खेल जित्दै अन्तिम स्थानमा रहनु परेको थियो। नेपाल टोलीको अवस्था। नेपाल यसपटक केही प्रमुख खेलाडीहरू बिनै मैदानमा उत्रिनेछन्। सन्दीप लामिछाने शल्यक्रियापछि पुनः स्वास्थ्य लाभमा छन्। अनिल झा चोटका कारण अनुपस्थित छन्। नन्दन यादव यस खेलबाट नेपाली नेशनल क्रिकेट टिममा डेब्युट गर्दैछन् भने बसिर अहमद र शहाब आलम करिब 2 वर्षपछि T20I स्क्वाडमा फर्केका छन्। नेपाल भर्सेस कतार हेड टु हेड। नेपाल र कतार बीचको T20I हेड टु हेड रेकर्ड धेरै फ्यान्सले सोचेको जस्तो छैन। दुई टिमहरूले T20I फर्मेटमा 2 चोटि खेलेका छन्, जसमा दुवै टिमले एक जित हात पारेका छन्। पहिलो T20I म्याच 2019 मा T20I वर्ल्ड कप क्वालिफायर्समा खेलेको थियो, जसमा नेपाल 4 विकेटले पराजित भएको थियो। दोस्रो म्याच सन् 2024 मा ओमानमा एसीसी मेन्स प्रिमियर कपमा भएको थियो। नेपालले यो म्याच 32 रनले जितेको थियो। त्यस म्याचमा दिपेन्द्र ऐरेले 21 बलमा 64 रन बनाएका थिए। अब कुरा गरौँ प्लेयर्स टु वाचको बारेमा। नेपालको तर्फबाट दिपेन्द्र सिंह ऐरे। T20I क्रिकेट र हार्ड हिटिङको बारेमा कुरा गर्दा दिपेन्द्र सिंह ऐरेको नाम सधैँ नेपाली क्रिकेटमा आउने गर्छ। उनको एक्सप्लोसिभ ब्याटिङ र राइट आर्म मिडियम बलिङले कटारी टिमलाई धेरै प्रेसर दिन सक्छ। ऐरेले पीएम कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए, जसमा उनले 126 को स्ट्राइक रेटमा 4 वटा अर्धशतकको मद्दतले 308 रन्स बनाएका थिए। कतारको तर्फबाट मोहम्मद असिम। गल्फ T20I च्याम्पियनशिप कतारको लागि दुःखद रहे पनि त्यसबाट कतारले नयाँ अलराउन्डर मोहम्मद असिम पाए। 31 इयर्सको यी अलराउन्डरले त्यो टुर्नामेन्टबाट कतारको लागि इन्टरनेसनल डेब्युट गरे। उनको पर्फर्मेन्स धेरै राम्रो रह्यो। 5 म्याचबाट 145 को स्ट्राइक रेटमा 159 रनसँगै 3 विकेट पनि लिएका थिए। त्यसलाई असिमको ब्याटिङ कतारको लागि महत्त्वपूर्ण हुनेछ। लाइभ स्ट्रिमिङका जानकारी। हालसम्म कुनै आधिकारिक टेलिभिजन च्यानलले नेपाल भर्सेस कतार खेलको प्रशासनको पुष्टि गरेको छैन। यद्यपि STYX स्पोर्ट्सको आधिकारिक वेबसाइटमा सम्पूर्ण खेलहरू लाइभ देखिनेछन्। हङकङ क्रिकेटको युट्युब च्यानलमा हङकङभित्र सीमित दर्शकका लागि प्रत्यक्ष प्रसारण हुने जानकारी प्राप्त भएको छ। विकल्पको रूपमा तपाईहरूले हाम्रो वेबसाइट विकेट गोल्ड टिभीमा पनि यो खेल हेर्न सक्नुहुनेछ। तपाईहरू यो खेलका लागि कति उत्साहित हुनुहुन्छ त? आजको लागि यति नै। यस्तै खेलकुद रिलेटेड न्युजको लागि हामीलाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।